त्रिशुली किनारमा भेटिएको गणपति डिलक्सको बसलाई चेन पुली लगाएर तान्ने काम सुरु भइसकेको छ भने आज 5औं दिन सम्भवतः रिजल्ट निस्किने अपेक्षा गरिएको छ। क्रेनको टुचन फेर्दाखेरि मैले यो निकालेर राखेको थिएँ। हजुर, यसले काम दिन्छ कि भनेको यति मात्र चुड्यो, यो झट्टै गएको त होइन। अप्ठ्यारो भूगोल भएको कारण यहाँ केरेन डोजर लगायतका साधनहरू लान नसकिएको कारणले गर्दा बेल्चाले नै खनेर उत्खननको काम 3 दिनसम्म गरिएको थियो। तर 3 दिनपछि त्यसरी सम्भव नभइसकेपछि चेन पुली लगाएर तान्ने काम सुरु भइसकेको छ र यो चौथो दिन र आज चाहिँ 5औं दिन सम्भवतः केही रिजल्ट निस्किन सकिने अपेक्षा पनि गरिएको छ। यो उत्खननपछि कहीँ कतै आफ्ना आफन्तहरूको हाडखोर भेटिन्छ कि भनेर आफन्तहरू समेत यहाँ आउनुभएको छ र यो ढिला गरेकोमा उहाँहरूको गुनासो र सरकारप्रति आक्रोश पनि हामीले देखिरहेका छौँ र उत्खननको काम भने आज 5औं दिन चलिरहेको छ र सम्भवतः आज अथवा केही दिनमा रिजल्ट आउने अपेक्षा पनि गरिएको छ।